वेलकम टु माई ब्लग गाइजहरु। तपाईहरुलाई आज चाहिँ यसरी लाली गुराँसको प्रजाति देखाउने गरिरहेको छु। यो हो म आएको छु अहिले चाहिँ। साथीहरु हामी चाहिँ आज तपाईहरुलाई फुलबारी र काप्चे हुँदै बायसम्मको यात्रामा हामी तपाईहरुलाई लगाउँदै छौं। हामी चाहिँ गुराँसको प्रजातिहरु हेर्नका लागि फुलबारी बायतिर लग्दै छौं र हामी यहाँको प्रकृतिको बारेमा पनि हामी तपाईहरुलाई देखाउने छौं। परिक्रमा 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 भन्ने स्थानमा र यता रोल्पा पर्छ भने यता रुकुम पर्छ पूर्वी रुकुम। परिक्रमा 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 मेरो देशको परिवेशको हिमाल पहाड तराई मधेसको परिक्रमा फुलबारीको पदयात्रामा आज तपाईहरुसँगै परिक्रमा यात्रा गरौँ है त। गाइजहरु आज चाहिँ हामी माथि लेकसम्म जानको लागि हामी यहाँ नुहाइरहेको छौँ हैन। यहाँ भाइ चाहिँ नुहाइरहेको छ, नुहाइरहेको टाउको र हामी जाने चाहिँ यतापट्टि चाहिँ यो माथि डाँडामै यतासम्म गएर छौँ। माथि चाहिँ आजभोलि चाहिँ निकै गुराँसको प्रजाति अलि सेतो भएर फुल्ने गुराँस फुलेको छ होला। हामी त्यो दृश्यहरू तपाईहरुलाई क्लिक गर्नेछौँ र हामी माथि जानेछौँ। अब यस्तरी भएर आज चाहिँ निकै मौसम पनि नखुल्ला जस्तो देखिरहेछ। हिमालहरू देखिने भनेको देखियो भने तपाईहरुलाई पनि देखाउने छु है गाइजहरु। यस्तरी चाहिँ हामी अब यात्रा हुँदैछ हाम्रो। परिक्रमा परिक्रमा परिक्रमा। ल गाइजहरु यो रुख चाहिँ एकदम ठुलो छैन। यो चाहिँ प्राय साउन र भदौको पूर्णिमामा पूजा गर्न गरिन्छ। त्यतिखेर चाहिँ यहाँ धार हाल्ने भनेर यो कहिले पनि काटिने यो रुखलाई हैन। निकै ठुलो छ र यतापट्टि चाहिँ मन्दिर छ है र गुराँसहरू पनि निकै फुलेको छ आजभोलि हैन। ल गाइजहरु हामी चाहिँ यो स्थान हो ढापिन्ता भन्ने स्थानमा आइपुग्यौँ है। एउटा घर छ, यो चाहिँ मेरो ठुलबुवाको घर हो हैन। यतापट्टि चाहिँ बाख्रा पालन गर्नुहुन्छ उहाँले। निकै धेरै छन् कि बाख्रा चाहिँ। ल नार पाठाहरूको भाउ यस्तो छ कि छोराहरू यति धेरै छ हैन। ल गाइजहरु अहिले चाहिँ पारी
डपिन्टा भन्ने स्थानदेखि हामी यता नाङ्गी भन्ने स्थानमा आइपुग्यौँ। यो चाहिँ अलिक सानो नाङ्गी भनेर चिनिन्छ होइन। यहाँका दृश्यहरू यस्तो छ, निकै नै सुनसान भएको जङ्गल देखिरहेको छ। हामी यो नाङ्गीदेखि पनि अगाडि नै काप्चीधुरीतिर हाम्रो यात्रा जारी छ है। यस्तो घना जङ्गल छ गाइसहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। निकै घना जङ्गल पार गर्दै गर्दै हामी हिमालका श्रृङ्खलाहरू र गुराँसको प्रजातिहरू हेर्नेछौँ। त्यहाँ नेपालमा पाइने 32 प्रकारका गुराँसहरू मध्ये 2-3 प्रकारका पाइन्छ त्यो माथि पनि। गाइसहरू यताको घना जङ्गलको दृश्य र अस्ति पनि तपाईँहरूले योभन्दा पहिलाको भिडियोमा पनि यो बाटो हिँडाएर माथि काप्चीधुरी फुलबारीको दृश्यहरू देखाएको थिएँ र अहिलेको भिडियोमा चाहिँ तपाईँहरूलाई माथि गुराँसको प्रजाति हेर्न लैजाँदैछु र हिमालको श्रृङ्खलाहरू पनि देख्नेछौँ हामीले। कतिको हिउँ परेको छ त, धौलागिरी, सिस्ने हिमाल जस्ता ससाना हिमालहरू थुप्रै देखिन सकिन्छ त्यहाँबाट। फुलबारी काप्चीधुरीबाट हामी त्यतैतिर भाइ र म यतैतिरदेखि लागिरहेको छ माथि उकालो भने हाम्रो साथीहरू चाहिँ माथि नै आउनेछन्, अरू टन्नै। गाइजहरू म चाहिँ यो थोरै अगाडि त्यो नाङ्गी भन्ने स्थानदेखि थोरै अगाडि 5 मिनट जति बाटो हिँडेपछि यो भटान छिरा भन्ने स्थानमा आइपुग्यो र भटान छिरादेखि चाहिँ अब हिमालहरू देख्न सकिन्छ। यहाँदेखि पनि अब देखिन्छ र हामी माथि नै लागिरहेको छौँ र यहाँबाट पनि हेरौँ है त हिमालको श्रृङ्खला यस्तो छ गाइजहरू। ल बटङ टङ टङ लगाएर अगाडि नै हिँडौँ। ल अगाडि चाहिँ गुराँस देखिरहेको छ सेतो खालको अलि भनेपछि यता चाहिँ हिमालहरू देख्न सकिन्छ। रुकुम पूर्वी रुकुम पर्छ यता चाहिँ गाइसहरू, यता चाहिँ र यता निकै सुन्दर र आज चाहिँ मौसम पनि त्यति खुलेको छैन होइन। माथि गुराँसका अलि देखिरहेको छ गुराँसको फुलहरू, ठुलो रुखको झाङहरू देखिरहेको छ। माथि सेतो नभएको गुराँस देखिरहेको छ। हिमाल चाहिँ यता सिस्ने हिमाल यता सबैहरू बाटोले छिकिरहेछ। गुराँस सेतो खालको गुराँस सेतो खालको गुराँस है। यता रोडमा पर्छ यता फुलेपछि गाइस तपाईँहरूलाई यस्तो रमाइलो भिडियोहरू सुट गर्नको लागि आज चाहिँ म तपाईँहरूलाई लैजान्छु माथि डाँडामा। ल बटङ टङ अगाडि नै बढेछौँ हामी चाहिँ यात्रा होइन। यस्तो घना जङ्गल छ कि गाइसहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ यत्रो ठुलो घना जङ्गल छ। तरी चाहिँ हामी यात्रा अगाडि नै जारी छ है हाम्रो। यता पनि देख्न सक्नुहुन्छ अलिअलि लालीगुराँस र हामी चाहिँ भाइ र म गएर छौँ यहाँदेखि चाहिँ यात्रा बटङ टङ कालो र भाइले चाहिँ यहाँ टक्क फुल पनि लगिरहेछ कि यहाँ क्यामेरा पनि लगिरहेछौँ होइन। टक्क फोटोसोटो हान्ने भनेर यस्तरी। ल यता पनि भिडियो बनाएर देखाइदिउँ त हाम्रो दर्शकहरूलाई। हाइट हाम्रो परिक्रमा यात्रामा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु न अनुरोध गर्दै हामी चाहिँ तपाईँहरूलाई फुलबारीको यात्रासम्म लग्दैछौँ। फुलबारीको अवस्था कस्तो छ के छ भन्ने कुरो हामी चाहिँ तपाईँहरूलाई देखाउन गइरहेका छौँ। ल गाइजहरू यस्तो छ उकालो चढ्नु पर्छ यहाँदेखि होइन। अब चाहिँ हामी माथि चढेपछि
काप्चीधुरी भन्ने स्थान आउँछ। हामी त्यही घुमाउनेछौँ। यस्तो सुन्दर भएको डाँडाकाँडाहरूमा तपाईँहरू पक्कै पनि प्रकृति प्रेमी हुनुहुन्छ भने यस्तो भिडियो चाहिँ हेर्न नछाड्नु होला है। ल वेलकम टु माई भ्लग गाइजहरू। तपाईँहरूलाई आज चाहिँ यसरी लालीगुराँसको प्रजाति देखाउने गरिरहेको छु। यो म आएको छु अहिले चाहिँ यो काप्चीधुरी टी कलका तल यो चाहिँ रोपा र रुकुमको सिमानामा पर्ने ठ्याक्कै डाँडामा र निकै सुन्दर भ्यूहरू तपाईँहरूले देख्न सक्नुहुन्छ आजको भिडियोमा। र सिस्ने हिमाल जस्ता पुरै हिमालहरू पनि धौलागिरी जस्ता हिमालहरू म देखाउने गरिरहेको छु। र लालीगुराँस नेपालमा पाइने 32 प्रकारका लालीगुराँसमध्ये यो पनि एक हो है। अलिक सेतो छ यो पनि। र हामी चाहिँ लालीगुराँसको आजभोलिको समयमा चाहिँ फागुन चैत्रको समयमा निकै फुल्ने गर्दछ र हामी त्यो दृश्यहरू तपाईँहरूलाई देखाउने चाहिँ प्रत्यक्ष नै निकै सुन्दर छ। भ्यू हेर्ने गर्नु होला। यस्तो ब्याच छ कि गाईहरू यो अलिक तल चाहिँ अलिक रातो फुल्छ कि होइन भने यो माथि उचाइको छ। यहाँ चाहिँ समुद्र सतहदेखि करिब 2021-22 उचाइमा छ होला सायद। यस्तो अलिक सेतो फुल्छ कि गाईहरू अनि लालीगुराँस र हाम्रो भाषामा चाहिँ है कवै भनेर पनि चिनिन्छ। र लालीगुराँस तपाईँको भाषामा लालीगुराँस के भनेर चिन्नुहुन्छ? प्रायः त यो लालीगुराँसै भनेर चिन्नुहुन्छ तपाईँ पनि, किनकि यो नेपालको राष्ट्रिय फुल पनि हो होइन। निकै सुन्दर छ र हामी यो प्रकृतिसँग रमाउँदै हामी यता यात्रा जारी नै चाहिँ काप्चीधुरी फुलबारीको लागि। ल गाइजहरू फाइनली हामी चाहिँ अहिले काप्चीधुरी प्रवेश गरिसक्यौँ है। यस्तो छ काप्चीधुरीको दृश्य। आमामा यस्तो पुरै घाम लागिरहेको छ होइन। अहिले चाहिँ यतापट्टि धारा देख्न सक्नुहुन्छ तपाईँहरूले। यो धारा चाहिँ पानी आउँदैन होइन, पुरै धारा मात्रै नाम मात्र। र यता अगाडि चाहिँ पूजा गरिन्छ साउनको पूर्णिमामा। र हामी चाहिँ उतै गएर छौँ। यो चाहिँ काप्चीधुरी स्थान हो र उतै चाहिँ फुलबारी भन्ने स्थानतिर गएर छौँ भने यो काप्चीधुरीको पनि भर्खर प्रवेश भएर छ। यो माथि चाहिँ निकै डाँडाकाँडाहरू सुन्दर देखिन्छ। त्यता पनि हामी घुम्नेछौँ है त। तर चाहिँ निकै गुराँसको फुलेको जस्तो देखिरहेछ। अलिक झाङ भएको फुल दमार भएको कारणले राम्रोसँग देखिरहेको छैन। यस्तो छ गाइजहरू यताको दृश्य। बटङ लगाएर हामी गर्दै बढ्दैछौँ दाइरा भाइ। ल ल गाइजहरू हिमालको श्रृङ्खला चाहिँ देखाइरहेको छ तपाईँहरूलाई। अलि देखाइरहेको छ यहाँदेखि अलि रुखको झ्याङ देखिरहेको छ भने यतापट्टि सिस्ने हिमालको श्रृङ्खला अलि देखिरहेको छ। र यहाँ लालीगुराँस पनि फुलेको छ। यस्तो छ गाइजहरू आजभोलि समयमा चाहिँ हरियाली चाहिँ छैन, निकै नै सुकेको जङ्गल छ भनेपछि। निकै यहाँनिर ढोपीका रुखहरू देख्न सकिन्छ अगाडि। र लालीगुराँस पनि निकै फुलेको छ तल राइट। यस्तो छ गाइजहरू। ल गाइजहरू यो चाहिँ काप्चीधुरी भन्ने स्थान हो। निकै नै गुराँस फुलेर यस्तै रातो नभएको छ होइन, निकै सुन्दर भएर फुलेको छ। यो चाहिँ अलिक रातो छ, त्यति रातो पनि छैन र सेतो पनि छैन है। यस्तै हुन्छ होइन। यहाँ माथि पनि निकै फुलेको छ अनि यहाँ चाहिँ निकै गुराँस फुलेको छ है। ल गाइजहरू काप्चीधुरी भन्ने स्थानमा गुराँसहरू हेर्दै घुमिरहेको छौँ है। यस्तै सेतो खालको गुराँस तपाईँहरूले देख्नु सक्नुहुन्छ। यस्तै फुलेछ गाइजहरू। ल राइट। ल गाइजहरू म चाहिँ तपाईँहरूलाई यस्तरी गुराँसको छेउमा गएर ब्लग्स बनाएर चाहिँ यतापट्टि चाहिँ मेरो पछि देख्नुहुन्छ सेतो भएको लालीगुराँस र तपाईँहरूलाई खिच्दै देखाउँदैछु यतापट्टिको मेरो लालीगुराँस र पछिको लालीगुराँस देखिरहेको छ होइन। यो चाहिँ निकै
सेतो खालको देखिरहेको छ तरियामा ल यसो दर्शक साथीहरू हामी चाहिँ आज तपाईँहरूलाई फुलबारी र काप्चे हुँदै बायासम्मको यात्रामा हामी तपाईँहरूलाई गर्दैछौँ। हामी चाहिँ गुराँसको प्रजातिहरू हेर्नका लागि फुलबारी बायातिर लग्दैछौँ र हामी यहाँको प्रकृतिको बारेमा पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। यहाँ चाहिँ विभिन्न प्रकारका चराचुरुङ्गी जीवजन्तु र वनस्पतिहरू पाइने गरिन्छ अनि जडीबुटी पनि विभिन्न फरक फरक टाइपका पाइने गर्दछ। त्यसैले हामी चाहिँ हाम्रो युट्युब च्यानलमा हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यो हिमाल पनि नेपालमा पर्ने 8000 उचाइ हिमालहरूमध्ये यो हिमाल पनि एक हो। यो चाहिँ धौलागिरी हिमाल हो र यहाँ हिउँ नै नभएको कारणले कालो पत्थरमा देखिरहेछ। निकै दुःखलाग्दो छ धौलागिरी हिमाल। अब चाहिँ हामी फुलबारी आइपुगिसक्यौँ है। काँचीझोरीमा थियौँ अघि, तपाईँहरूले त्यहाँका फुलहरूको दृश्य देखायौँ र अब चाहिँ यो फुलबारी भन्ने स्थानमा आइपुग्यौँ र यस्तो छ यहाँका दृश्यहरू र गुराँस चाहिँ फुलिरहेछ। कोही फुलेर पनि सकिसकेको छ होइन, तरी फुलेछ बाटोमै छेउमै पर्दैन छैन। अझ उता चाहिँ तन्नै फुलेको छ होला र हिमालको श्रृङ्खलाहरू पनि देख्न सकिन्छ। हामी फुलबारी पुगेर देखाउनेछौँ त्यहाँ हिमालको श्रृङ्खलाहरू निकै सुन्दर। फुलबारी हामी प्रवेश गर्दैछौँ है। त के हो दर्शक साथीहरू, हामी आउने बाटोमा चाहिँ रुख ढलेर लत्रामै परिसकेको छ। त्यही भएर हामी एकदम कठिनका साथ अगाडि बढ्नुपर्ने छ। हो बिस्तारै बिस्तारै जानुपर्ने छ। यहाँ लोट्यो भने चाहिँ मान्छे नबाचिला जस्तो लाग्छ है मलाई। अखो लो गाइसहरू, हामी चाहिँ अहिले यो फुलबारी भन्ने स्थानमा आइपुग्यौँ होइन। यता फुलबारीको भ्यूहरू तपाईँहरूलाई देखाउँदैछु है। यस्तो छ गाइसहरू, रातो नभएर अगाडि चाहिँ गुराँस फुलेको छ होइन। निकै सुन्दर सुन्दर भ्यूहरू हामी देख्न सक्छौँ यहाँबाट। यस्तरी दामी भएर फुलेछ गाइसहरू होइन। यहाँबाट हिमालहरू पनि देख्न सकिन्छ। हिमाल अलिअलि देखिरहेछ, यतापट्टि अलिक कुरो लागेछ, बाटो लागेछ र यता गुराँस चाहिँ निकै फुलेको छ है। ल परिक्रमा 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 ल गाइसहरू, यसरी चाहिँ कवै
प्रकारको यो लालीगुराँसको प्रकारको कौवाई भनिन्छौँ हामी। त्यसरी सेतो भएर फुलेको छ। निकै सुन्दर भएर सेतो भएर फुलेको छ। रुख नै सेतो भएछ र यता पनि छ निकै छ गाईसहरू। यता यो चाहिँ बाए भन्ने स्थानमा आइपुगेछ म र यहाँ बाएको दृश्यमा तपाईँहरूलाई यो कौवाईको दृश्य पनि देखाइरहेको छ। निकै फुलेको छ गाईसहरू। यस्तरी फुल्छ यो चाहिँ अलि सेतो खालको प्रकारको फुल्छ गाईसहरू। यस्तरी तल तलतिर चाहिँ अलि रातो फुल्छ भने यहाँ यो साइडतिर सेतो फुल्छ गाईसहरू। फुलेको छ। परिक्रमा 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 मेरो देशको परिवेशको हिमाल पहाड तराई मधेसको परिक्रमा। यो हो रोल्पा र रुकुमको सिमानामै पर्ने एउटा डाँडा जसको नाम फुलबारी भनेर चिनिन्छ र यहाँबाट देखिने भ्यूहरू तपाईहरुलाई देखाउँदैछु है। यहाँदेखि रुकुमका डाँडाकाँडाहरू देखिरहेछन् भने पारे यो पूर्वी रुकुमका महत गाउँहरू पनि थोरै दृश्य देखिरहेछ भने यतापट्टि माथि हिमालहरूको दृश्य देखिरहेको छैन अहिले चाहिँ कुहिरोको र बादल भएको कारणले चाहिँ निकै र यतापट्टि सेतो नै भएर फुलेको लालीगुराँस पनि हामी देख्न सक्छौँ। निकै सुन्दर भएर भयलपुर भएर सेतो नै भएर रुखभरि फुलेको छ। आजभोलिको समयमा यो चैतको समयमा फुल्ने गर्छ। यो लेक साइडतिर नेपालमा पर्ने 32 प्रकारका लालीगुराँस मध्ये यो पनि एक हो। सेतो खालको लालीगुराँस छ यो। फाइनली गाइजहरु हामी चाहिँ यो फुलबारी स्थानमा घुमिरहेछौँ र हाम्रो साथीहरुसँग पनि भेट भइसक्यो र टन्नै आउनु भएको छ। उहाँहरु पनि यहाँ घुम्नको लागि आउनु भइरहेछ र हामी माथि बाइक चाहिँ जान सकेन र यस कुनै दिन
त्यहाँ पनि जानेछु। योदेखि माथि पर्छ भने हाम्रो साथीहरू अगाडि आउँदै हुनुहुन्छ है। त आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? मन परे लाइक गर्नु होला, मन नपरे कमेन्ट। यस्तै रमाइलो भिडियोको लागि यस परिक्रमा यात्रा युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला है। त फेरि अर्को भागमा भेट्ला।